नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? यो चाहिँ हो लोकल टमाटर। आज सो अचार बनाउन लागे अनि अचार बनाउँदै गर्दाखेरि मलाई चाहिँ मेरो दिमागमा के आयो भनेदेखि है जसरी यो अचार बनाउनलाई हामीलाई टमाटर मात्रै भएर हुँदैन नि त, त्यसरी नै हामीलाई भिडियो बनाउनलाई मोबाइल मात्रै भएर हुँदैन। मेन कुरा आउनु पर्यो है। आएर पनि हामीलाई नेट चाहियो, मोबाइल पनि कतिलो चाहियो हैन। अनि यिनीहरूमा चाहिँ सबै कुरो अचार बनाउन लाए जस्तै धनियाको पत्ता, नुन, बेसारहरू चाहिन्छ, त्यस्तै गरी चाहिँ हामीलाई भिडियो बनाउनु पर्ने सबै कुरो चाहिने रहेछ। र मेन चाहिँ समय त यताउति गरेर म निकाल्छु कि साथीहरू भिडियो बनाउनलाई हैन। तर मसँग चाहिँ नेट हुँदैन। नेट त मेन नुन जस्तो भयो, नुन बिनाको स्वाद हुँदैन, त्यस्तै भन्दा नेट बिनाको भिडियो बने पनि अनि त्यस्तै हो। अनि एकदमै मिठो अचार हुन्छ। म चाहिँ सिलौटामा पिन्न झ्याउ लागेर मैले चाहिँ हातैले मोलेँ। अनि यस्तो साथीहरू, मेरो खानाको पनि ठेकान हुँदैन। मसँग ठेकान लाग्ने कुरो भनेको केही पनि नै छैन हो साथीहरू। त्यही भएर भिडियो चाहिँ अलि ढिलो आउँछ। सो आफूले बोलेर हालौँ भन्यो, बोलेर हाल्यो, बोली पनि लेटेपेटे छ साथीहरू। एकदमै मिठो हुन्छ यसरी खानु होला है। म चाहिँ यसरी नै खान्छु मेरो खाना ढिलो भएको दिन चाहिँ है। अनि ढिलोमा चाहिँ अब तरकारी पकाउन झ्याउ लागेको बेलामा कहिले एक्लै हुन्छ, कहिले 2-3 जना भइन्छ। त्यही भएर यो टमाटरको अचार बनाउँछु अनि म ल्याउँछु भात खान्छु थोरै, किनभने भात खा जस्तो नहुँदो रहेछ के साथीहरू। अरू खाए पनि हुन्छ, मेरो चाहिँ सलाद यति नै हुन्छ। अनि साथीहरू, मेरो भिडियो कस्तो लाग्छ अनि मेरो स्वर आवाज कस्तो लाग्छ हेरेर लाइक कमेन्ट माया गर्नुहोला। हस्त धेरै सम्झना माया। बाई साथीहरू। एकदमै मिठो हुन्छ, एकदमै मिठो, यति स्वादिलो।